सेवा नमस्कार वेलकम ब्याक टु माई न्यू भिडियो। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। यहाँलाई स्वागत छ ठुलो ब्लगमा। फेरि पनि तपाईँहरू सामुमा उपस्थित भइसकेको छु। इट्स मी मनिषा राई फ्रम पास्टर। यहाँलाई स्वागत छ। अनि अहिले चाहिँ हामीहरू बिर्ता मोडमा छौँ। अनि अब चाहिँ हामीहरू उता दिदीकोमा जानुपर्ने छ। अनि भाइ र म चाहिँ छौँ, भाइ चाहिँ यहाँ छ। अनि हामी चाहिँ यहाँ बिर्ता मोडमा आएको छौँ। अनि अब उता दोलखा जानुपर्ने हुन्छ, तर भोलि मात्रै पुगिन्छ। हामी के कस्तो हुनेछ हजुरहरूलाई म देखाउने नै छु। अहिले चाहिँ कति 5 बजी भइसक्यो, हाम्रो चाहिँ टिकट 6 बजीको छ। अनि भोलि बिहान 8 कि 9 बजीतिर मात्रै पुग्छौँ गाइज, हेर्दै गर्नुहोला। भाइ र म चाहिँ रेडी भएर जान आँटेको छौँ। यहाँको बस स्ट्यान्डमा पुग्दैछौँ। अब खै 15 मिनट लाग्छ भने त कम्ती भइसक्यो नि, गाडी आएको छैन, सुनिङ छ। त्यही हो गाडी चाहिँ पर्खिँदा वाक्क दिक्क लागिसक्यो। अझै पनि गाडी आएको छैन, गाह्रो छ। हाम्रो गाडी चाहिँ यहाँ मेरा सानो गाडी चाहिँ। अनि अब हामीहरू चाहिँ चरिकोटको बसमा जानुपर्ने हुन्छ। के हुनेछ तपाईँहरूलाई म देखाउनेछु। अहिले चाहिँ बस स्ट्यान्डमा चाहिँ गाडीहरू हिँडेको छ, कता जाने बहिनी भन्छ। के हो गाइज, हामी चाहिँ अहिले सप्तकोशी नदीमा आइपुगेको छौँ। अनि धेरै डिस्टर्ब भएर मैले चाहिँ भोइस रेकर्ड गरेको। अनि यताउति गाडीहरूको पनि धेरै आवाज रहेको थियो। अनि सप्तकोशी नदी चाहिँ एकदमै ठुलो बढेर पानी बढेर कस्तो पानी उम्लिया जस्तो भएको थियो। अनि धेरै आवाज भएको कारणले गर्दाखेरि म चाहिँ अबै अनि उता हामी चाहिँ क्याबिनमा बसेको थियौँ। अनि क्याबिनमा बस्ने चाहिँ यस्तो बिचोकले बसेर आएको थियो, बिचोकले सुतिरहेको छ। अनि भाइले रेकर्ड गरिरहेको थियो। म चाहिँ निदाएर फेरि उठेको थिएँ। अनि अगाडि चाहिँ यस्तो हाम्रो बस चाहिँ यही हो। अनि हामी चाहिँ अहिले खै कुन ठाउँमा आएको छौँ, खै मलाई थाहा छैन। यहाँ भाइले चाहिँ यहाँ कोक र पैसा पो दिँदैछ त। यहाँ हामी बस्ने बसको मान्छेहरू यहाँ छ। यो कुन ठाउँ हो नि भाइ? कसले हेर्ने? के गर्छ अब हामीहरू चाहिँ यो कुन ठाउँ सोध्नु भने कसलाई सोध्नु। बसेकै छौँ गाइज। अनि भाइ चाहिँ फोटो पो खिचिनेछ होइन। अनि 5 बजी मात्रै हिँड्ने अरे यहाँदेखि। अनि हामी 8-9 बजीतिर पुग्छौँ होला तामाकोसीमा। हामी झर्छौँ नि भाइ तामाकोसीमा। अनि सुतौँ भने गाडीको गन्धले कस्तो निन्दै लाग्दैन, बोल्नु खोज्छ। त्यही हो गाइज। अनि अल्छीले यताउति घुम्यो। अनि ट्रकको पछाडि बसेर म चाहिँ भ्लग गर्दैछु गाइज। अनि अब 4 बजी भयो, अझै 1 घन्टा छ। 1 घन्टा कसरी बिताउनु? अहिले चाहिँ बिहानको समय भइसकेको छ। म चाहिँ भर्खर निदाएर उठेको छु। अनि बाटोमा कस्तो राम्रो तर भ्यूहरू देखिरहेको थियो। रोडहरू एकदमै राम्रो छ। अनि अझै सेकेन्ड टाइम हो नि त दिदीको नाम गरेको। अनि बाटोहरू बिर्सेको हेलो गाइस, अहिले चाहिँ हामीहरू तामाकोसी आइपुगेको छौँ। अझै बसै आइपुगेको छैन। अनि आधी घन्टामा आइपुग्छ भने चाहिँ काठमाडौँबाट हिँड्ने बस हो नि त। अनि मैना पोखरी जाने चाहिँ आधी घन्टा बस्नुपर्ने हुन्छ। आज त कस्तो गाडीले मातेर कस्तो भाइ यहाँ सुन्दा खाँदैछ। अनि यहाँ टक्कै बसेर बिचोक भएर आज त्यो फेरि कस्तो ठाउँ
हाम्रो चाहिँ बस्ने ठाउँ पनि कस्तो पनि अप्ठ्यारो खालको हामीले चाहिँ अहिलेदेखि पर्खेको होइन यो चाहिँ सुन्तला खाएकै छ अघिदेखि अनि अहिलेदेखि पर्खेको होइन छैन आइपुगेको छैन बसे 2 घन्टा हुन लाग्यो 2 घन्टा चाहिँ होइन 1 घन्टा चाहिँ 11 बजी भनेको 11 चाहिँ बजिसक्यो 9 बजी आएको होइन आउँछ 10 बजी आएको 1 घन्टा भयो त जिति नगर्न भाइ यहाँ बसेर हामी चाहिँ बसेको छौँ लोकल बस त्यस्तै अहिले चाहिँ हामीहरू नानीकोमा आइसक्यौँ यहाँ छोरी छ लाजाउँदैछ गरे लाजाउँदैछ गरे यहाँ आउनु न छिटो आइपुगिसकेको छु खाना पनि खाइसक्यो यो मामाको हजुर मेलो पैता हो मेलो त्यही हो गाइस यति नै भन्दै बाई बाई गाइस नाना चाहिँ छैन बेना चाहिँ माथि हुनुहुन्छ नाना चाहिँ स्कुल जानु भएको छ आजको लागि यति नै दिनको बाई बाई गाइस watching my video. Like, comment, share, subscribe, and nभुल्नु होला गाइस. Bye.